हेलो गाइज, जय मसी छ फेरि पनि सबैजनालाई। आज चाहिँ अलिकति लामो भिडियो लिएर आएको छु है। म बसिरहेको थिएँ आज फुल रेस्टमा, अलिकति सर्दीहरू लागेर चाहिँ आज म रेस्टमै छु। सो तपाईँहरूसँग इन्ट्रेस्टिङ बचपनको कुराहरू गर्न गइरहेको छु है। ध्यानले सुनिदिनुहोस् है। तपाईँको पनि बचपन बितेको होला है। कसको टाउकोमा जुम्रा परेको थियो त्यो टाइममा। मेरो चाहिँ परेको थियो। म चाहिँ बिमारी भइरहन्थेँ अनि मलाई डक्टरकोमा लिएर जाँदाखेरि मेरो दादाले है त्यो टाइममा मेरो एकजना हाम्रो चर्चको पास्टर आन्टी हुनुहुन्थ्यो, अङ्कल आन्टी, अनि उहाँको एउटा छोरी, अनि उहाँलाई चाहिँ बनोबस नामले चिनिन्छ हाम्रो गाउँमा चाहिँ। अनि उहाँले मलाई आफ्नो घरमा क्या मलाई अहिले पनि थाहा छ त्यो दृश्यहरू उहाँले गर्नुभएको ममाथि है। प्रेम उहाँले देखाउनु भएको प्रेम अनि उहाँको म प्रतिको दया, म प्रति मात्रै होइन मण्डलीमा भएको प्रत्येक नानीहरूलाई चाहिँ उहाँले प्रेम गर्नुहुन्थ्यो मलाई जहाँसम्म लाग्छ। अनि अब नानीहरू धुलोमुलो खेलेर एकदमै गति नमती भएर बसिरहेको नानीहरू कस्तो हुन्छ है गाउँ बस्तीमा, त्यस्तो नानीलाई चाहिँ हाम्रो पास्टर आन्टीले चाहिँ आफ्नो एकदमै निट एन्ड क्लिन बेड अनि घरभित्र लिएर राख्ने, अन्त आफ्नो बेडरुममा लगेर एकदम सफा बेडमा चाहिँ मलाई सुताइहेरी पङ्खाको हावाहरू लगाएर है। जब पङ्खाको हावा शीतल हुँदा त मेरो सबै टाउकोको जुम्राहरू पनि बाहिर आएको होइन। हावा ताप्नुको लागि, हावा सेक्नु, हावा खानुको लागि आएको भनौँ न। सो उहाँले चाहिँ जुम्रा निकाल्दै उहाँले मार्नु हुँदै थियो है। अनि नानीको टाउकोभरि जुम्रा पनि परेछ भन्दै अनुप भन्दै मेरो दादालाई भन्नुहुन्थ्यो। मेरो दादाले चाहिँ उहाँ फ्यामिलीलाई एकदमै मन पराउनुहुन्थ्यो। उहाँ सधैँ उहीँ बस्नुहुन्थ्यो है, आफ्नो घरमा पनि बस्नुहुन्न थियो। अनि त्यो घरमा चाहिँ एउटा सकुन, एउटा आफ्नोपन छ अहिले पनि। र उहाँको घर सानो चित्राको घर थियो, तर भित्र चाहिँ एकदमै सफा अनि निट एन्ड क्लिन। योभन्दा धेरै वर्ष अगाडिको कुरा। अहिले चाहिँ उहाँको घरहरू एकदमै राम्रो छ अनि सबै कुरा राम्रो भएको छ। हाम्रो पनि राम्रो भएको छ, त्यहाँको गाउँको प्रायः सबै राम्रो भएको छ है। र त्यो टाइममा चाहिँ सबैको अवस्था त्यस्तै थियो। अनि तर जस्तो घर भए पनि उहाँको जस्तो घरभित्र जुन साफ सुथरा निट एन्ड क्लिन थियो नि, त्यस्तै उहाँको हृदय पनि छ। यो कुराले चाहिँ मलाई यो कुरा स्पष्ट गर्यो कि उहाँको घर बाहिरबाट जस्तै देखे तापनि उहाँको हृदय चाहिँ एकदमै स्पष्ट अनि क्लियर छ भन्ने कुरा है। किनभने उहाँले गर्ने मानिसमाथि गर्ने व्यवहारहरू, छिमेकीप्रति गर्ने उहाँको प्रेमहरू देखेर चाहिँ मलाई त्यस्तो लाग्छ। यो चाहिँ मेरो आफ्नो अनुभव हो। अनि मलाई चाहिँ त्यसै हस्पिटल लगेर उहाँले लानुहुन्थ्यो, त्यसो गर्नुहुन्थ्यो, खानापिनाहरू पनि दिनुहुन्थ्यो, उहाँको छोरीको लुगाहरू पनि हामीलाई दिनुहुन्थ्यो। सो उहाँको प्रेम एकदमै अटल थियो भन्ने कुरा मलाई लाग्छ। र अहिले पनि उहाँ हामीसँग त्यस्तै हुनुहुन्छ। अहिले पनि हामी उहाँको घर जान्छौँ, कहिलेकाहीँ छुट्टीमा जाँदाखेरि हामी भेट्छौँ। अनि त्यस्तै उहाँ एकजना हाम्रो पास्टर हुनुहुन्थ्यो, त्यो चाहिँ चर्चको अनर है कालिम्पोङमा। उहाँको हाम्रो पास्टरको बाबा उहाँले चलाउनुहुन्थ्यो त्यतिखेर। उहाँले गरिब नानीहरूलाई धेरै लगेर हाम्रो गाउँबाट पनि इभन लगेर उहाँले पढाउनुहुन्थ्यो उहाँको सी हस्टेल कालिम्पोङमा। अनि अहिले पनि उहाँको छोरा पास्टर दानिलले केही नानीहरूलाई पढाउँछ है। हाम्रो गाउँमा अझै पनि छ त्यो नानीहरू पढ्दैछ। अनि उहाँले चाहिँ अब एउटा मिनिस्ट्री उहाँको परिवार बाजे बोजूदेखि गर्दै आएको हुनाले गर्दाखेरि उहाँमा त्यो गुण छ भनौँ है। उहाँहरूको चाहिँ परमेश्वरबाट नै आएको वरदान जस्तो लाग्छ उहाँले पाउनुभएको। सो उहाँको प्रेमहरू एकदमै राम्रो। अनि स्पेसली एउटा कुरा मैले बिर्सिनै नसक्ने, बचपनमा सानोमा जब मलाई हाम्रो चर्चको एकजना लिडरले मलाई लिएर जानुभयो, उहाँको छोरीहरू पनि उहीँ पढ्थ्यो है। अनि त्यहाँनिर चाहिँ त्यतिखेर चाहिँ म 7 वर्षको थिएँ म जाँदाखेरि कालिम्पोङमा। अनि उहाँले चाहिँ मलाई नानीको त भित्रबाट लाउने लुगा पनि केही छैन रहेछ भनेर मलाई दिएको। एकदमै त्यो लुगा चाहिँ एकदमै राम्रो थियो है। अनि मलाई मन परेको थियो त्यो, मैले बिर्सेको छुइनँ त्यो कलरहरू, मलाई अहिले पनि छ अनि याद छ। अनि उहाँले चाहिँ मलाई बिर्सिनु भयो। किन बिर्सिनु भयो भन्दाखेरि उहाँले मलाई मात्रै होइन प्रत्येक मानिसलाई उहाँले लुगाफाटाहरू दिएर उहाँले सहायता गर्नुहुन्छ। अनि उहाँलाई सहयोगसित उहाँले स्कुल पढाउनुहुन्थ्यो। त्यसले गर्दा उहाँले गर्नुभएको चाहिँ एकजना म मात्रै व्यक्ति थिएन, तर मैले चाहिँ फर्स्ट कसैबाट पाएको भनेको चाहिँ उहाँ व्यक्ति हुनुहुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ म त्यो हसिना आमालाई चाहिँ कहिले पनि बिर्सिएको छुइनँ। उहाँको फेसहरू अहिले पनि मलाई याद छ। अनि उहाँको सबै परिवारहरू पनि, छोरीहरू पनि त्यस्तै हुनुहुन्छ। र स्टिल उहाँले अहिले पनि गाउँमा लगेर केही सामानहरू, आफ्नो प्रेमहरू उहाँले बाँड्नुहुन्छ, आशिषहरू बाँड्नुहुन्छ। सो परमेश्वरबाट पाएको ज्ञान अनि परमेश्वरको वचनमा हुर्किएको व्यक्ति चाहिँ उहाँको चाहिँ अलग्गै चिनिन्छ क्या। उहाँले कसैको पनि नराम्रो कुरा गरेर कसैलाई पनि बर्बाद, कसैलाई पनि केही गर्ने कोसिस चाहिँ उहाँको हुँदैन। जति सक्दो उहाँहरूले चाहिँ राम्रो गर्ने कोसिस गर्नुहुन्छ। तर त्यस्तो व्यक्तिलाई धेरै कुराहरू आइलाग्छ है। अनि मलाई चाहिँ के लाग्छ भन्दाखेरिमा त्यो 7 वर्षमा भएको कुरा मेरोमा भित्रबाट लाउने लुगा थिएन भने जब म सिङ्गापुरमा 30 वर्षको त्यो कुरा अलिकति मेरो
केही कुराले गर्दा इस्यु भएको थियो अनि त्यो कुरा चाहिँ त्यतिखेर इस्यु भएको थियो यसकोमा त लुगा पनि थिएन यसकोमा जाँदाखेरि यो यस्तो कन्डिसन थियो अफकोर्स म एक्सेप्ट गर्छु त्यो कुरालाई मेरोमा थिएन सो मलाई कसैले दिएको थियो सो आई नो मलाई थाहा छ कि मैले त्यो कुरालाई कसरी राख्नुपर्छ सो कुनै पनि मान्छेले बिर्सिँदैन जुन मान्छेले बिर्सिन्छ हिजोको उसको कुराहरू दुःखहरू प्रब्लमहरू त्यो मान्छे गुण गर्ने लायक नै हुँदैन प्रत्येक मान्छेको जीवनमा त्यस्तो परिस्थितिहरू आउँछ त्यस्तो सिचुएसनहरू आउँछ त्यो मान्छेले कहिले पनि बिर्सिनु हुँदैन होइन सो मलाई पनि थाहा छ अनि मलाई भन्ने मान्छेहरू पनि एक समयमा कस्तो थियो भन्ने कुराहरू कसरी बस्थ्यो अफकोर्स रेन्टमा बस्थ्यो घर थिएन अर्काको घरमा बस्थ्यो यस्तो अब त्यो कसरी काम गर्थ्यो लेबर काम गरेर खान्थ्यो कसरी खान्थ्यो त्यो आफ्नो पर्सनली कुरा हो म पनि कुनै अफिसरको छोरी होइन अफकोर्स मेरो पनि बाउ लेबर काम गर्थ्यो होइन हामी त राईहरू स्पेसली आरा काट्ने काम गर्थ्यो आरा भन्नुको मतलब चाहिँ काठहरू काटेर प्लाईहरू निकाल्ने कामहरू गर्थ्यो सो त्यस्तो काम गर्नेको छोरी हो नि त सो म यो कुरालाई एप्रिसिएट गर्छु कि म चाहिँ एकदमै प्राइम मिनिस्टरको छोरी भनेर चाहिँ म एक्सेप्ट चाहिँ कहिले पनि गरेको छुइनँ सो म यहाँसम्म पुग्नुको मेरो सफलताको पछाडि चाहिँ यो व्यक्तिको हात थियो यो व्यक्तिको कुरा सुन्दाखेरि चाहिँ यो व्यक्तिले चाहिँ मलाई मोटिभेट गर्थ्यो मलाई हिम्मत दिन्थ्यो म अगाडि बढ्थेँ होइन मेरो फ्यामिलीको कुरा गर्नु त मेरो फ्यामिली चाहिँ एकदमै इनोसेन्ट मेरो आमा र बाउ त एकदमै इनोसेन्ट उहाँहरूलाई दुनियाँदारीको बारेमा केही पनि थाहा छैन सो आइ एम भेरी लक्की म भन्छु मेरो आमा बाउलाई केही थाहा छैन बाँकी दुनियाँको बारेमा म एकदमै खुसी छु कि मेरो प्यारेन्ट्सले गएर मेरो लागि कसैसँग लडाइँ गर्दैन किनकि मेरो प्यारेन्ट्सहरूले त कसैकोसँग गएर चाहिँ मेरो छोरी सही हो गलत हो भनेर पनि कहिले पनि लडाइँ गर्नु जान्नु भएन र मलाई खुसी लाग्छ गलत र सहीको फैसला हामीले गर्ने आफै मौका पायौँ र यहाँबाट हामीले धेरै कुराहरू सिक्यौँ जिन्दगीमा गल्ती नगरिकन मान्छेले जिन्दगीमा हिँड्नै सक्दैन क्या जान्दैन गल्ती नगरिकन सही कुराहरू थाहा नै हुँदैन त्यसैले गर्दा धेरै प्राउड फिल लाग्छ आफैलाई धेरै कुरा सिक्यो जिन्दगीमा थ्याङ्क यू